सोलुखुम्बु आफैमा पर्यटनका हिसाबले उच्च सम्भावना बोकेको स्थान हो भन्दा फरक नपर्ला, किनकि यहाँको प्राकृतिक सुन्दरता यति मनमोहक छ कि जो कोही पनि मन्त्रमुग्ध बन्छन् नै। यहाँ आउने आगन्तुकहरूलाई यहाँको मनमोहकता र रोचकता अनि सुन्दरताले लोभ्याउनसम्म लोभ्याउँछ। सोलुखुम्बुको दृश्यले आँखा सेक्काउनकै लागि देश विदेशबाट पर्यटकहरू यहाँ आइपुग्छन्, रमाउँछन् अनि सुन्दर स्मृति लिएर फर्किन्छन्। यस्तै स्मृतिको रोमाञ्चकता दिने अर्को यहाँको ठाउँ हो सिलगढी डाँडा, जहाँ तहीबाट हिमाल देखिँदैन, जहाँ तहीबाट सुन्दरता निखार्न सक्दैन आँखाले। जति नजिक गयो उति नजिक जाउँ लाग्ने सायद सुन्दरताको आकर्षणले मात्रै होला। त्यसैले पर्यटकहरू सिलगढी पुग्छन्। हुन त उनीहरू हिमाललाई विभिन्न उचाइबाट देख्दै यहाँसम्म आइपुग्छन्। भ्यू पोइन्टका नामहरू धेरै छन्, धेरै उल्लेख नगरौँ। यहाँ आएका पर्यटकहरूलाई भनेर होटल खोलेका छन् डबल सिंह राईले। भारतमा देखेर आएका सपना उनले यहाँ आएर यो डाँडामा पुरा गरेका छन्। डबल सिंहका सपनाहरू पनि डाँडातिर चढे र अहिले उनको गोठ स्टेमा थामिएका छन्। डबल सिंहको सिलगढीको गोठ स्टे राम्ररी चलेको छ। हजुर, मेरो डबल सिंह राई नाम। मेरो ठेगाना यो सोलुखुम्बुको मापेदुधकोसी 4 नम्बर वडा। हाल यहाँ चाहिँ यो सानो गोठ स्टे खोलेर बसिरहेको छु। सोलुखुम्बु जिल्लाको मापेदुधकोसी 5 नम्बर वडाको यो सिलगढी डाँडा। अब यो मैले 14 वर्ष अगाडि म यो इन्डिया दार्जिलिङतिर गएको थिएँ। त्यहाँ गएर हेर्दाखेरि त्यहाँ त अलिकति सोलुखुम्बुमा मेल खाने ठाउँ चाहिँ यता हेरियो, अनि त्यही भएर मैले यहाँ चाहिँ थोरै जग्गा लिएको थिएँ। अनि त्यो बेलाको मेरो चाहिँ यहाँ चाहिँ यो सानो होटल खोल्नुपर्छ भन्ने मेरो एउटा मनसाय थियो र हुँदै गर्दाखेरि अहिले भर्खर 2 वर्ष मात्रै भयो यहाँ हामीले यो गोठ स्टे सुरुवात गरेर सञ्चालन गरेको ठ्याक्कै यो मङ्सिरमा 2 वर्ष भइहाल्यो। अब यहाँ आन्तरिक पर्यटक बढी आउने हो, अब हाम्रो नेपाली बढी। अब त्यसमा प्लस चाहिँ यो नगरपालिका र मापेदुधकोसी गाउँपालिका सिमाना पर्छ। त उहाँहरूको एउटा यो पदमार्ग यहाँबाट यो सिलगढी डाँडादेखि यता दुधकुण्ड जाने र यता मापेदुधकोसीले पनि एउटा चाहिँ यो दुधकोसी सांस्कृतिक पर्यटन पदमार्ग भनेर एउटा यहाँ चाहिँ एउटा पदमार्ग उहाँहरूले पनि तयार गर्नु भएको छ। त्यसो भए हुनाले यो बाटो अहिले यो राजनाङ्गे जाने, दुधकुण्ड जाने, यता यो कुदाम घुम्ने मेरा हुँदै यता मेरा पिकको तल चाहिँ जुबिङतिर जाने बाटो चाहिँ यहाँ बढी हिँड्ने गरेर छ। र अर्को चाहिँ यता यो पर्यटन गारमा बाटो पनि च्याल्सो बाटो हुँदै आउने गरेको छ। हजुर, यहाँको विशेषता भनेको अब नयाँ वर्षमा चाहिँ अब यो लाली गुँरासको चाहिँ एउटा एकदमै राम्रो लाली गुँरास पाइन्छ। अब यसमा यो मैले वन विज्ञहरू सोद्धाखेरि चाहिँ धेरै खालको भन्नुभयो, तर यहाँ लाली गुँरास चाहिँ 3 किसिमको चाहिँ मैले देखाएको छु। यो रातो र सेतो र एउटा चाहिँ फुस्रो खालको लाली गुँरासहरू अब पाइन्छ। हामीले यो नयाँ वर्षतिर हामी पाइन्छ। त्यसपछि अन्य जङ्गलहरू अब एकदमै हावापानी राम्रो अनि डाँडा काँडा। अनि यहाँको चाहिँ अब यो एभरेस्ट लगायत 25वटा एवं रूपले हिमालहरू देखिने। अनि यता कञ्चनजङ्घा, अब यता गौरी शङ्कर, नुम्बुर लगायत अरू हिमाल श्रृङ्खलाहरू देखिने। र अर्को कुरा यता यो सिलिचुङ डाँडा, भोजपुर, खोटाङ, सोलुखुम्बु अनि ताप्लेजुङको बिचको चाहिँ त्यो एउटा डाँडा छ, तिम्के डाँडाहरू देखिन्छ। लगायतसम्म यहाँबाट 6वटा जिल्लाहरू रामेछाप लगायत दोलखा हामी देख्छौँ। अनि त्यही छ। र अर्को कुरा यहाँ अब हामीले यो हाइट पनि यो ठाउँमा नै चाहिँ टक्कै 3000 छ, हाइट पनि 3000 छ। र हामी बस्नलाई आनन्द
खालको हामीले यहाँ महसुस गरेको छ। धेरै आन्तरिक पर्यटक आउने हाम्रो पाहुनाहरूले पनि यो एउटा आनन्दको ठाउँ भनेर भनिरहनु भएको छ। विदेशी भूमिमा बसेर देखेको सपनालाई सिलगढीमा भएको आफ्नो सानो टुक्रा जमिनमा बीजारोपण गरे। अहिले त्यो सपना अंकुराउँदैछ। धेर थोर खान पुगेकै छ, उनलाई लाउन पुगेकै छ। सन्तुष्टि नभए पुग्दैन थियो होला, तर उनलाई सन्तुष्टिको साथ पुगेको छ। अब मैले सामान्य अब यो मेरो होटल नै गोठ हो र पनि मैले यहाँ चाहिँ अब सामान्य यहाँ 20 जनाको मेरो चाहिँ क्षमता छ। 20 जना, 2टा अट्याच बाथरुम छ। अनि यहाँ चाहिँ सामान्य नर्मल रुमहरू चाहिँ मैले 16 जना, 8वटा 2 जना लाई सुत्न बस्न सुविधा दिने गरी मैले जम्मा 20 जनाको क्षमता छ। लगायत मैले यहाँ अब त्योभन्दा बढी त आइहाल्यो भने हाम्रो पाहुनाहरू आउनुभयो भने चाहिँ हामीले यहाँ त गोठमा यसो भुइँमा सुताएर पनि 30-35 जनासम्म हामीले यहाँ चाहिँ यसो दुःख सुख सुविधा दिन सक्ने हाम्रो क्षमता छ। अब हामीले खाना खुवाउने भनेको यहाँ अर्ग्यानिक। अब यहाँ चाहिँ हामीले गाउँबाट अब विशेष अर्ग्यानिक खानाहरू, सब्जीहरू र अन्य अब लोकल भालेहरू हामीले अब गाउँघरमा चलेको यो फाल्की, ढिँडो अनि आलुको आइटमहरू बनाएर हामीले केही खानाहरू दिन सक्ने चाहिँ हाम्रो छ। त्यस्तो हाम्रो सुझाव। अब यहाँ भनेको फाइदा र अब यो व्यवसायको फाइदा त भावी दिनमा होला, त्यो मैले सोचेको छु। तर चुनौतीको रूपमा चाहिँ यो ठाउँमा चाहिँ खानेपानी भनेको चाहिँ उत्पत्तिदेखि आएकै थिएन है। अब हामीले यो माथि यहाँदेखि 3400 मिटर टाढाबाट निजी खानेपानी ल्याइयो, तर त्यसले पनि मङ्सिर पुसमा जमिने भयो। अब त्यो आइस भइसकेपछि बाहिर नहुनेबाट प्रदेश सरकारबाट हामीले यो भित्र गाडेर खानेपानीहरू ल्याएका छौँ। त्यो बाटोको रूपमा पनि त्यो एकदमै चुनौती छ। र अर्को कुरा हामीले पहिला यो खानेपानी आए चाहिँ अब चुनौतीको रूपमा हेर्दै जाँदाखेरि हामीले गाडीमा पानी लिएर खाइयो। अब अहिले चाहिँ अब धेर थोर दुःख सुख होइन, अब त्यो भइरहेको छ भने अहिले पनि हट सावर यहाँ हामीले तातो पानी दिनलाई चाहिँ हामीले गिजरहरू ल्याइयो, त्यो पनि काम लागेन। पाइपमै जमिसकेपछि हामीले यहाँ पानीले तताएर तातो पानी दिनुपर्ने अवस्थाहरू छ। अब त्यो कुराहरू छ। र अर्को कुरा अब यहाँ अब चिसो छ है, हिउँ पर्दाखेरि केही समस्याहरू छ। त्यसपछि अब अन्य समस्या भनेको चाहिँ अब यो जङ्गलको बिचमा अब अलिकति धेरै समासहरू पनि छैन होइन, यो समस्याहरू छ। र यसमा यो माथि पनि एउटा रिसोर्ट बनिरहेको छ हाम्रो यो माथितिर, त्यो सपोर्ट हामी छिमेकी भएको छौँ। भावी दिनमा यहाँ चाहिँ सुरक्षाको अलिकति केही समस्या होला कि भन्ने हिसाबले हामीले एकदमै हाम्रो टाढा जिल्लासँग हामीले कनेक्टमा रहिरहन्छौँ, उहाँहरूसँग हामी बसिरहन्छौँ। र अर्को कुरा अब यस्तै हो, अब बाटो, खानेपानी अनि यो विद्युतको कुरा हामीले गाउँबाट यो सिङ्गल फेज तारबाट हामीले तानेर बत्ती बालिरहेको छौँ। यो बत्तीले ठुलो काम गर्न सकिरहेको छैन। हाम्रो यहाँ त्यो वासिङ मेसिनहरू अरू कामहरू नसकिरहेको अवस्था छ। र हामीले यो यता केन्द्रीय प्रसारण बत्तीहरूको लागि हामीले कति अब कुरा गरिरहेका छौँ, पहल गरिरहेका छौँ। यस्तै छ हजुर। उनी कहाँ जाने पाहुनालाई गाउँघरको अर्ग्यानिक उत्पादनको स्वाद चखाउँछन्। उनी आफ्ना पाहुनालाई गाउँबाट आएको सामग्री खुवाउँदा निकै प्रशंसा पनि पाएका छन्। व्यावसायिक फाइदा बेफाइदालाई नहेरी पनि काम गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्। यसमा चाहिँ अब मलाई आफूले अब यो गर्दाखेरि हाम्रो स्थानीय सरकार गाउँपालिकाले थोरै हौसला दिनुभएको छ मलाई। अब उहाँहरूले चाहिँ अनुदान दिनुभएको छ। अब मैले विशेष गरी त अब हाम्रो मापादुधकोशी गाउँपालिकालाई पनि यो ठाउँमा चाहिँ एकदमै असम्भव ठाउँमा चाहिँ तपाईँले होटल खोल्नुभयो भनेर अनुदान दिनुभएकोमा मैले गाउँपालिकालाई पनि धन्यवाद दिन चाहन्छु। र अन्य समुदाय अब हाम्रो छिमेक अर्ग्यानिक कति कुराहरू मैले अब भालेको होइन, विभिन्न अर्ग्यानिक थोकहरू मैले गाउँबाट लिएर आउँछु। अनि उहाँहरूले पनि हाम्रो चाहिँ जति उत्पादन भएको कुराहरू चाहिँ तपाईँहरूले लिएर गएर चाहिँ त्यहाँ बिक्री गर्नुहुन्छ।
भनेर एक खालले हौसला मिलिरहेको छ होइन। ठुलो आमदाम नभए पनि यसो बस्न अब यहाँनिर केही हाम्रो पाहुना आन्तरिक अथवा बाह्य पाहुनाहरू आउनुहुन्छ। मलाई धेरै धेरै स्वागत। उहाँहरूलाई यसो ताते पानीसम्म खुवाउन यो डाँडामा सके, यसमा म खुसी छु। अनि यही म भन्न चाहन्छु सम्पूर्णमा। अब आज यो तपाईँहरू एभरेस्ट होइन, एभरेस्ट यो भनौँ न मिडियाबाट आउनुभयो, तपाईँहरूलाई पनि धेरै धेरै स्वागत। यसरी यो ठाउँको लागि अन्तर्वार्ता लिनको लागि आउनुभयो। मेरो तर्फबाट तपाईँहरूलाई पनि यो एभरेस्ट रेडियोलाई पनि मैले धन्यवाद दिँदै अन्य हाम्रो जिल्लावासी र बाह्य विभिन्न अन्तर जिल्लाको देशव्यापी बाहिर रहनुभएको पाहुना सम्पूर्णमा मैले विशेष यो हाम्रो गोट स्टेटको तर्फबाट म ओनरको हिसाबले मैले सम्पूर्णलाई धन्यवाद स्वागत भन्न चाहन्छु। अब मेरो चाहिँ पहिल्यैदेखि मेरो मनमा के लागेको थियो भने धेरै नेपाली युवा अथवा जो जति छौँ विदेश पैसा कमाउन जाने, पैसा लिन जाने अनि यो गाउँमा ल्याउने। र मेरो चाहिँ मनमा चाहिँ के हो भने थोरै भए पनि अब जुन पर्यटनहरू आएर चाहिँ यहीँ पुर्याउनु आओस् भन्ने मेरो चाहिँ मन छ होइन। यहीँ हाम्रै गाउँमा आउनु पर्यो, हेर्नु पर्यो भन्ने हो। अब यसमा अर्को कुरा चाहिँ मलाई के पनि लागेको छ, हामीसँग अब यो मेरो त ठुलो लगानी होइन, यो मलाई मेरो करिब करिब अनुदान सायद करोडको 1 करोडभन्दा बढी छैन होला यो लगानी। यहाँ अब अन्य सबै काम गर्दा यति मेरो चाहिँ गाउँमा नै यो मैले चाहिँ लगानी गरेर अब यो गाउँमा नै थोरै यसो हामीले एक खालले विकास नभएको ठाउँमा चाहिँ नै हामीले थोरै यहीँ लगानी गरौँ, यहीँ विकास गरौँ भन्ने उद्देश्यले अब यहाँ काम गरिएको। अब मेरो भन्न चाहिँ के हो भने सकेसम्म हामीमा जे जति छ आफ्नो गाउँ अरूले आएर गरिदिँदैन, आफैले गरेर चाहिँ नै केही कुरा हामीले गर्नुपर्छ। अब आमदामीको रूपमा मात्रै नहेरेर पनि एउटा समाजको गाउँको विकासको हिसाबले पनि हेर्नुपर्छ भन्ने मेरो चाहिँ मान्यता हो। सिलगढी डाँडाको प्रवर्धनका लागि माप्पे दुधकोशी गाउँपालिकाले पनि राम्रो काम गरेको उनी सुनाउँछन्। उनलाई यहाँको दुवै स्थानीय सरकारले सहयोग गरेका छन्। यता सोलु दुधकुण्ड नगरपालिकाले पनि उत्तिकै सहयोग गरिरहेकै छ। पर्यटकीय क्षेत्रको रूपमा विकास गरी विशेष गरी माप्पे दुधकोशी गाउँपालिकाले गरिरहेको लगानी उनको लागि फलदायी नै बनेको छ। फाइदा बेफाइदा हुँदै जाला पाहुनालाई खाना खुवाउन पाएको छु।